हेलो गाइस, सन्दकपुर गाउँपालिका 1 को टप्पु यहाँको गाडी जाँदैन भनेर हिँड्दै जाँदैछु। टप्पु पुग्नु थोरै समय लाग्छ, म हिँड्दैछु। कन्टिन्यू छ मेरो यात्रा। मैले चाहिँ गाडी मुनतिर राखिराखेर हिँड्दै जाँदैछु टप्पूमा। यो चाहिँ गाँठी कटुस, यसलाई यही हो। सानोमा बजारतिर धेरै बेच्न ल्याउनुहुन्थ्यो ज्याम्फल गाँठे, थाक रहेछ। एउटा चाहिँ पुग्नु पर्यो मेरो यात्रा हो माथि टप्पूसम्म। त्यहाँ पुगेर कस्तो देखिन्छ म देखाउने नै छु। मैले यसलाई चाहिँ फुटाइसकेँ फल। यात्रा यो चाहिँ मैले टेस्ट मात्र गरेको। यो चाहिँ उसिनेर अथवा यसलाई भुटेर खानुपर्ने हुन्छ, मिठो हुन्छ। वरिपरि जङ्गल मात्रै छ, झाडी जङ्गल, डरलाग्दो हुन्छ। हेलो, जाँदैछु तल्लो टप्पु भनेको काटिएको रहेछ, माथि टप्पु पनि जाँदैछु गरेको। घरहरू एउटा भेटिँदैन। यो कता आइपुगेँ भनेपछि त्यहाँदेखिको के छ म उकालै जान्छु। ल अहिले चाहिँ म ठ्याक्कै टपमा आइसकेको छु। र म अहिले चाहिँ सन्दकपुर गाउँपालिका वडा नम्बर 1 को टपमा आइसकेको छु। यहाँदेखि देखिने दृश्यहरू देखाउँदैछु। मधुरो क्यामेरादेखि भए पनि पर देखिरहेछ। यो चाहिँ देखिएको हो राँकेदेखि उँभो माथि यो पाटेनागी, यो भूभागहरू एकदमै, यो भूभागहरूको दृश्य देख्दाखेरि, यो डाँडा काँडाको दृश्य देख्दाखेरि मनमोहक एकदमै। यति राम्रो दृश्यहरू भनेको हाम्रो एकमात्र सन्दकपुर गाउँपालिकादेखि ल्याउन सकिन्छ। सन्दकपुर बारीको भनेको यो रुखले छेकिएको छ अहिले सन्दकपुर डाँडा, फलको डाँडा। कति सुन्दर छ, सफा छ, सुन्दर र सफा सन्दकपुर डाँडा, सन्दकपुर डाँडाको दृश्य।